welcome back to my YouTube channel once again. How you guys are doing? I hope you guys are doing great. So आजको ब्लगमा चाहिँ हामी घुम्न जान लागेको अनि it has been 2 or 3 weeks I'm here है अस्ट्रेलिया आएको. So अनि गाइज अब गाडी यहाँ छ, दिदी भिनाजु म अनि कार म अलि दिनपछि यो गाडी म चलाउँछु अनि यहाँ छ भिनाजु दिदी गाडीमा गाइज. सो लगाइज बेल्ट लगाएर बसिसकेको अवस्था अनि हामी आज घुम्न जान लागेको अनि नास्ता यसो खान यसो क्याफेतिर जान लागेको. नयाँ नयाँ क्याफेहरू दिदी यता टिकटक बनाइरहेछ, भिनाजु ड्राइभिङ गरिरहेछन् अनि आज कति भयो 6 नोभेम्बर भइसक्यो. म आएको 20 अक्टोबरमा. गाइस यस्तो हो पारा, रमाइलो छ. के अरे म कलेजमा नि भ्लग हानिदिन्छु अलि दिनपछि. यसो अलिकति पहिला ग्रो गराऊँ न अनि त्यसपछि अनि त्यहाँ यसो देखाउँदा पनि अब टिचरहरूले नि ओहो वाउ भनोस् न त्यस्तो टाइपको बनेपछि त्यसपछि कलेजमा हान्छु. 1 वर्षभित्रमा त होला कि मोबाइल पोर्ट यो यहाँको प्रोफाइल. अनि त्यही हो, अलिकति गाह्रो छ यतातिर, पैसा धेरै खर्च हुन्छ. चलाउने भएपछि बब्बाल गरेँ त्यसपछि मैले आफ्नो पिओबी टाइपको भ्लग बनाउँछु ड्राइभिङमै. भ्लग भन्दा नि हेड स्ट्र्याप लगाएर हेडमा लगाएर बनाउँछु अलि दिनपछि. त्यसपछि हेर्दै गर्नु होला गाइस, बब्बाल हुन्छ. त्यसपछि त्यो एङ्गलबाट देख्न पाउनुहुन्छ तपाईँले त्यहाँबाट यहाँनिरबाट. लाइसेन्सको कमी भएको छ है गाइस. नेपालको लाइसेन्स त्यो के अरे जेन जेट आन्दोलनपछि सब गएपछि मैले लाइसेन्स निकाल्न पाएन. अब छिट्टै निस्क्यो भने त्यसपछि त्यहाँबाट देख्नुहुन्छ भ्लग तपाईँहरूले त्यो स्टेरिङबाट. ठिकै छ, यो गाडी चाहिँ होइन अर्को गाडी. ठिकै छ, गाडी त गाडी हो गाइज. यो ठाउँमा यति हुनु भने धेरै हो, धेरै नै हो भन्दा नि बब्बालै हो क्या, लास्ट कम्फोर्टेबल हो. अनि गाइज यो चाहिँ मेरो रेगुलर गाडी हो क्या, 449 रहेछ. 386मा जान्छु. सेम बस हो नि त, तर बस चाहिँ 386मा म जान्छु उता कलेज. अनि घाम डेन्जर छ मेरो त, यो पुरै उज्यालो आइरह होला अहिले त, बब्बाल देखिरह होला. ओहो कालो मान्छे नि गोरो मान्छे नि कालो देखिरह होला. गफ दिएको है गाइज. ठिक छ, एकदिन चार्जमा हालिदिन्छु गोप्रो गाइज. यताको भ्यूहरू हेर्नु, यस्तै जाममा पऱ्यो भने त तनाव नै हुन्छ नि त, फेरि के गर्नु होला गाह्रो. हामी आइसक्यौँ यतातिर. कहाँ भयो अनि यहाँनिर पुरै उयो भइरहेछ, उडिरहेछ स्काई. के भन्छ हावाले यति यस्तो आइरहेछ कि होइन, म पुरा उड्न लागेको छु क्या. यस्तो छ यार गाइस, आज हावा डेन्जर छ होइन. अब हामी अगाडि जान लागेको, घाम यताबाट परिरहेछ. ठिक छ, अलिक ब्ल्याक देखिन्छ. अनि अहिले लोकेसनहरू देखाउँछु तपाईँहरूलाई. आएको छौँ अनि यस्तो छ है. अनि यहाँ यस्तो उडिरहेको छ सबैजना. अनि गाइज त्यही हो,
डेन्जर हावा आइरहेछ, डेन्जर उयो छ। अनि यस्तो छ भ्यू यतापट्टिको। अनि हामी यहाँ छौँ, उतै माथि जानु लाग्यो, त्यहाँ माथि। गाइस हामी माथि आइसक्यौँ, यस्तो देखिरहेको छ है। आमामा हावा त कस्तो आएको यहाँ। They are surfing over there. They are really having fun here, guys. They are really having fun. Damn, that was cool, bro. Nice. Front camera. Guys, रमाइलो भयो। यताबाट हामी जाँदैछौँ। लास्ट हावा छ आज त यार। डेन्जरै हावा आइरहेको यहाँबाट। मेरो त ज्याकेट मान्छेलाई उडाउने जस्तो हावा छ यार। अलि दिनपछि त मान्छेलाई उडाइदिन्छ होला यार। कपाल सपाल अब यस्तै हो गाइज। अलि दिनपछि बढेपछि दामी बनाउने हो। अनि अहिले जाँदैछौँ हामी यता। हावाले पनि देख्छ कि देख्दैन, मतलब हावाले पनि आवाज क्याच गर्छ गर्दैन, तर दामी भइरहेको त्यही छ। अब अगाडिको स्पमलाई यति गर्नु होला। गाइज हामी चाहिँ डिभट्टीबाट निस्किन लाग्यो हामी। सरी अब भर्खर खाएको। अनि अब हामीसँग चाहिँ अहिलेलाई फोटो मात्र छ। खाएको कुराहरूको फोटो देखाइदिन्छु, तपाईँहरू इन्जोय गर्ने होला खाएको हेरेर। ल फर्स्ट टाइम नेपाली मोमो, सेकेन्ड टाइम गाइज मोमोज अनि सबै कुराहरू। ल ठिक छ, अब गाडीमा गएपछि भेटौँला है त। ल गाइज अब हामी जानु लाग्यो हामी यहाँबाट। अब हामी खाएर है, यस्तो राति भइसकेको छ। अनि गएको गाइज। अब आजको लागि भ्लग यति नै भयो। मन परेमा लाइक सब्सक्राइब हान्न नबिर्सिनु होला। छिटै नेक्स्ट भ्लगमा भेटौँला। टु बी कन्टिन्यू इन एनदर भ्लग। पिस आउट गाइज।